मेरो स्तनमा अलिकति घुँडा रगाएर अब बिस्तारै उसले मेरो सर्ट फुकाल्यो। म चुपचाप बसेर जान दिएँ। त्यसपछि मेरो छाती देखा पर्यो जुन अझै पनि कालो ब्राले ढाकिएको थियो र त्यो एक क्षणको लागि मात्र थियो किनभने अचानक त्यो मेरो शरीरबाट चिप्लिएको थियो। अब मेरो स्तन खुला भएको छ। मेरो श्रीमान अब मेरो स्तनको आकार र दृढताको सौन्दर्यको आनन्द लिनुहुन्छ। मैले कहिले अनुभव नगरेको अवस्था। पहिले मेरो पतिले मेरो निप्पलहरू बिस्तारै चाट्छन्, तिनीहरूलाई चुस्छन्, तिनीहरूलाई स्याहार गर्छन् र तिनीहरूलाई बिग्रिएको र थोरै लोभी तरिकाले टोक्छन्। नमस्कार साथीहरू, च्यानलमा आउनु भएको छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। म 24 वर्षको थिएँ जब मैले मेरो श्रीमानसँग विवाह सुरु गरेँ। उहाँ वास्तवमा मेरो रोजाइको थिएन, तर मेरा आमा बुवाको इच्छाले मैले उहाँको इच्छालाई स्वीकार गरेँ। मसँग एकदम मोटो शरीर, अलिकति गोलो अनुहार र गोरो छाला छ। यदि तपाईँ तुलना गर्न चाहनुहुन्छ भने यो एक पुरानो नाटक अभिनेता जस्तै छ। जबकि मेरो श्रीमान ठुलो र अग्लो छ, बरु कालो छालाको कुमन अभिनेता र गायक जस्तै। विवाहको दिन विवाह गर्न चाहने व्यक्तिको रूपमा मैले खुसी महसुस गरेन। मैले यो सामान्य हो भन्ने सोचे। सायद मायाको अनुभूति ममा रहेन। पार्टी साधारण तरिकाले आयोजना गरिएको थियो, तर यो निकै रमाइलो देखिन्थ्यो र मेरा धेरै आफन्त र साथीहरू आए। सबैले बधाई दिए र विभिन्न उपहार ल्याए। धेरै पाहुना र आफन्तहरू घर फर्किसकेपछि साँझसम्म मेरो श्रीमानलाई पछि के गर्ने मैले देखेँ कि ऊ च्याट सकेर कोठामा पस्यो। मैले कुर्सी मिलाउन धेरै काम गर्न थाले। भाँडा धुनुहोस् र थप। बहिनीले गाली नगरेसम्म। के गर्दैछौ पागलहरू, तिम्रो माथि चढेर दुलही। वास्तवमा म अब विवाहको पोसाक लगाउँदिन। जब म काम गरिरहेको थिएँ, म लामो प्यान्ट र लामो बाहुलाको टी सर्टमा परिवर्तन गर्थेँ। र पर्दा लगभग अँध्यारो भएकोले म घरमा गएर कोठामा जानु पर्यो। मैले मेरो श्रीमान ओछ्यानमा कपडा र सर्ट नलगाई बसेको देखेँ। म अचम्ममा परेँ किनकि मैले उसलाई यस्तो अवस्थामा कहिल्यै देखेको थिइनँ र म नुहाउन चाहन्थे भनेर म लज्जित हुँदै तौलिया लिन कोठामा गएँ। अचानक मलाई लाग्छ कि मेरो श्रीमान मेरो पछाडि हुनुहुन्छ। म झन् चञ्चल भएँ। मैले बिस्तारै महसुस गरेँ कि उसको हात मेरो काँधमा छोयो र मेरो शरीरलाई उसको अनुहारमा घुमाए। म लज्जित भएँ र निहुरिएँ। तर ममा माया र स्नेहको भावना अझै उत्पन्न भएको छैन। म केवल आत्मसमर्पण गर्छु र मलाई के हुनेछ भनेर जान दिनुहोस्। आखिर म उसको कानुनी पत्नी हुँ, त्यसैले उसले के गर्न चाहन्छ त्यो उसको हातमा छ। त्यसपछि उसको ठुलो हात मेरो घाँटीमाथि क्रल गर्न थाल्यो जबसम्म मलाई लाग्छ कि मेरो सबै कपाल उठ्दैन। त्यसपछि उसले मेरो अनुहार उठायो र जति छिटो उसले मेरो ओठलाई चुम्बन गर्न सक्छ। मेरो ओठले चुम्बन गरेको यो पहिलो पटक थियो। त्यसपछि मेरो घाँटीमा चुम्बन नगरेसम्म उसको मुख मेरो अनुहारमा घुम्न थाल्यो। त्यसपछि मेरो काँधमा रहेको उसको हात अब मेरो पहाडमा आउन थालेको छ, जुन मलाई लाग्छ अझै पनि सर्ट र ब्रामा बेरिए पनि म उसको ठुलो हातको स्पर्श महसुस गर्न सक्छु। मेरो स्तनमा अलिकति घुँडा रगाएर अब बिस्तारै उसले मेरो सर्ट फुकाल्यो। म चुपचाप बसेर जान दिएँ। त्यसपछि मेरो छाती देखा पर्यो जुन अझै पनि कालो ब्राले ढाकिएको थियो र त्यो एक क्षणको लागि मात्र थियो किनभने अचानक त्यो मेरो शरीरबाट चिप्लिएको थियो। अब मेरो स्तन खुला भएको छ। मेरो श्रीमान अब मेरो स्तनको आकार र दृढताको सौन्दर्यको आनन्द लिनुहुन्छ। मैले कहिले अनुभव नगरेको अवस्था। पहिले मेरो पतिले मेरो निप्पलहरू बिस्तारै चाट्छन्, तिनीहरूलाई चुस्छन्, तिनीहरूलाई स्याहार गर्छन् र तिनीहरूलाई बिग्रिएको र थोरै लोभी तरिकाले टोक्छन्। न्यानो अभिलाषाले मलाई कब्जा गर्यो। म रमाइलो देखिन्थेँ। उसको हातले बाक्लो कपालले भरिएको मेरो टाउको छोइरह्यो। इमानदारीपूर्वक भन्नुपर्दा म मेरो बाक्लो कपाल गर्दिन, तर म सधैँ मेरो साथीबाट किनेको डिटर्जेन्टले धुन्छु। त्यसपछि मेरी श्रीमतीले मलाई दुलहीको ओछ्यानमा सुताउँछ जुन अझै पनि सफा र सुन्दर छ। र तुरुन्तै उसले मेरो प्यान्ट र मेरो अन्डरवियर एकैचोटि तान्यो र खाटको छेउमा फ्याँक्यो।
मैले तुरुन्तै मेरो मुख बन्द गरेँ किनभने मैले मेरो श्रीमान रिसाएर हेरिरहेको देखेँ। अप्रत्याशित रूपमा मेरो पतिले मेरो हात उठाएर मेरो निप्पललाई चुम्बन गर्न जारी राखे। अचानक मैले केही फरक महसुस गरेँ र मैले उनको जिब्रो मेरो क्लिट, घाँटी र योनिको प्वाल पत्ता लगाएको महसुस गरेँ। एक पटक फेरि जोसको अनुभूति जुन म मेरो सम्पूर्ण भागमा फैलिएको शब्दहरूमा वर्णन गर्न सक्दिनँ। शरीर। मैले ओरल सेक्सको बारेमा सुनेको छु तर यो पहिलो रातमा यस्तो हुन्छ भनेर मैले कहिल्यै सोचेकी थिइनँ। जाहिर छ श्रीमानसँग गोप्य रूपमा विशेषज्ञता छ र महिलाहरूलाई कसरी सन्तुष्ट पार्ने भनेर थाहा छ। मेरो श्रीमानले मेरो योनि यति लामो समयसम्म चाट्नुभयो कि मैले धेरै पटक चर्को चिच्याएर कामोत्तेजित गरेँ किनभने मैले धेरै आनन्द उठाएँ। अब मैले मेरो श्रीमानको हरेक आक्रमणको जवाफ दिन थालेँ। मैले चुम्बन गरेँ र मेरो जिब्रो उसको मुखमा खेलेँ। स्वादिष्ट र स्वादिष्ट। मेरो प्वालको ढोकामा एक ढकढक भयो र मैले वरिपरि केही कठिन र ठुलो घुमिरहेको महसुस गरेँ। मैले मेरो श्रीमानको शरीरलाई अलिकति धक्का दिएँ किनभने मलाई अलि बिरामी महसुस भयो। खोज भेटियो। म मेरो योनिको निशानामा मेरो श्रीमानको टाउको आराम गरेको महसुस गर्न सक्छु। कोट साँच्चै ठुलो थियो भनेर मैले हेर्दा हेरेँ तर यो अलि छोटो देखिन्थ्यो। त्यसपछि मलाई लाग्छ कि मेरो ओठ मेरो श्रीमानको कुकुरले खोलेको थियो। मलाई धेरै पीडा र पीडा महसुस भयो। म पीडाले रुन थालेँ। तर मेरो श्रीमानले योनिमा प्रवेश गरिरहनु भयो र मेरो श्रीमानको लिङको दण्ड अब मेरो कुसीको प्वालबाट बिस्तारै भित्र र बाहिर निस्किरहेको थियो र मैले पहिले भोगेको पीडा अब आनन्दमा परिणत हुन थाल्यो। मैले कहिले महसुस नगरेको खुसी। मेरो श्रीमानको डन्डी धेरै टाढा हुँदै गइरहेको छ र मेरो योनीको मुख खोज्दै मेरो श्रीमानको ठुलो र कडा डन्डी चाट्न खोज्दैछ। भाइ एनको कुकुरको छालाले रगाएको मेरो योनिको पर्खालले मलाई गुदगुदी र पीडा महसुस गराएको थियो। यो सत्य हो कि मेरो श्रीमानको लिङ मैले सोचेको भन्दा धेरै ठुलो र कडा छ। अन्तमा हाम्रो यौनाङ्गको आधार एकसाथ नजिक थियो। मेरो योनि मेरो श्रीमानको सम्पूर्ण साफले भरिएको महसुस भयो। मजा लिनुहोस्। मेरो श्रीमानले ढिलो धक्का दिनुभयो जबसम्म धकेल्नु र तान्नु अझ बलियो भयो। मेरो पुच्ची कडा प्रहार भएको थियो। मैले मेरो श्रीमानको टाउको धड्किरहेको र विस्तार भएको मेरो लिङको जी स्पटमा पुग्ने र धकेलिएको महसुस गरेँ। म धेरै उत्साहित छु। मेरो योनि प्वाल चिल्लो र चिप्लो छ। मलाई सास फेर्न गाह्रो भयो र मेरो वासनाले मेरो शरीर कब्जा गर्यो। हरेक चोटि मेरो श्रीमानले जोड दिँदा मेरो योनि भित्र डुबिरहेको जस्तो लाग्छ र जब उसले तान्यो मेरो योनि ओठले सबै कुरा पछ्याउँछ। र त्यो बेला मैले मेरो चरम उत्तेजित भयो। मैले निचोड्ने प्रयास गरेँ र मेरो योनिको प्वालको कडापनले यसलाई निचोड्न अलि गाह्रो बनायो तर मेरो श्रीमानले सास फेर्नुभयो र बिलाप गर्नुभयो र थोरै चिच्याउनुभयो। मेरो बारेमा कुरा नगर्नुहोस्। मेरा पतिले यति लामो समयसम्म मेरो पुसीमा आफ्नो आवश्यकतालाई पम्प गर्न र धकेल्न जारी राख्दा मेरो बिलाप, रुवावासी, गर्जना, चिच्याहाट र रोदन सबै मिल्यो। मैले मेरो ल्याबिया चापिएको, च्यातिएको र पीडादायी महसुस गरेँ। नारीको हैसियतमा के महत्त्वपूर्ण छ? मसँग कामवासना छ, इच्छा छ। यौन सम्पर्क पुरुषको मात्र अधिकार होइन। त्यसो भए अब मैले पाएको अवसरको मजा लिनुमा के गलत छ? होशियार वा अनजानमा मेरो योनि तारमा भिजाउन मेरो श्रीमानलाई 30 मिनेट लाग्यो। म मेरो श्रीमान देखेर छक्क परेँ। म धेरै पटक कामोत्तेजनामा पुगेँ र अचानक उहाँ चिच्याउनु भयो र मैले मेरो पतिको पुच्छरलाई मेरो निप्पलको नजिक तानेँ। अचानक मैले मेरो पतिको वीर्य मेरो योनिको प्वालमा जी स्पटमा विस्फोट भएको महसुस गरेँ। बारमत। मेरो ठुलो र नराम्रो सासले मेरो श्रीमानको मुखमा चुम्बन गर्दा म पनि चिच्याएँ। मेरो श्रीमानले मलाई चुम्बन गर्न जारी राख्नुभयो र आफ्नो आवश्यकता मेरो योनिमा भिजाउन जारी राख्नुभयो। त्यसपछि म सन्तुष्ट भएर पल्टेँ र थाहै नपाई थकानले निदाएँ। सुरुमा श्रीमानलाई धेरै मन परेन तर अहिले म उहाँलाई असाध्यै माया गर्छु र आफू लोभी भएको महसुस गर्छु। म मेरो श्रीमान सधैँ मेरो योनिमा हुन चाहन्छु।
मेरो श्रीमान सुन्दर नभए पनि शरीर ठुलो छ, तर पनि म धेरै सन्तुष्ट र खुसी छु र अहिलेसम्म मेरो श्रीमान पहिले जस्तै ह्यान्डसम छ। हाम्रा 4 सन्तान भए पनि